बीपीले यसो गर्नुभयो, गिरिजाप्रसादले यसो गर्नुभयो, हिजो कृष्णप्रसादले यसो गर्नुभयो भनेर पुराना कुराहरू सम्झेर प्रेरणा लिन पाइन्छ। तर आज सरकारमा बस्ने, आज जिम्मेवारी बस्ने, अब पुरानो कुरा गर्न मात्र पाइँदैन। 84 को चुनावमा जाँदै गर्दा नेपाली कांग्रेस पार्टीको तर्फबाट हामीले 3 वर्ष जिम्मा लिँदै गर्दा नेपालमा हामीले शिक्षामा यो गर्यौं, स्वास्थ्यमा यो गर्यौं, पूर्वाधारमा यो गर्यौं, रोजगारीमा यो गर्यौं, कृषिमा यो गर्यौं भनेर औंला भाँचेर गनेर भन्न पाउनुपर्छ। त्यो स्थिति निर्माण गर्नुपर्छ। कसले गर्नुपर्छ? जिम्मा लिएकोले गर्नुपर्छ। सरकारमा बसेको साथी, सरकार भनेको प्रदेशमा पनि छ है। यहाँ प्रदेशको मुख्यमन्त्री सुरेन्द्रजी हुनुहुन्छ, उहाँको नेतृत्वमा रहेको सरकारले गण्डकी प्रदेशमा गर्नु पर्यो। यहाँ वैकुण्ठ सर हुनुहुन्छ, यहाँ हाम्रो नगरपालिकादेखि सबै ठाउँको, वडाको होस्, नगरपालिकाको होस्, केन्द्रको होस्, सङ्घको होस्, जहाँ हामीले जिम्मा लिएका छौँ, हामीले जिम्मा लिएको ठाउँबाट कामको गतिबाट परिणाम लिएर हाम्रो मति सँगसँगै गति हामीले ठिक बनाउँदै गर्दा हामीले यो भएको असन्तुष्टिलाई स्वाभाविक रूपमा कम गर्दै लिएर जान सक्छौँ। गति र मतिपछि तेस्रो कुरा भनेको चाहिँ दुईटा कुरा मात्र भएर हुँदैन है। हामीले हाम्रो नेपालको अवस्थिति पनि बदल्नुपर्ने छ। त्यसका निम्ति बोल्ड काम गर्नुपर्ने छ। त्यो बोल्ड काम कहिले भएको छ हेर्नुहोस् त। बीपी कोइरालाले 18 महिना सरकार चलाउने बेलामा 4 वटा राणा परिवारको हातमा 4 लाख बिघा जग्गा थियो। 4 लाख बिघा जग्गा 4 वटा परिवारको हातमा हुँदै गर्दा त्यो बेलामा जग्गाको राष्ट्रियकरण गर्छु र जग्गा नहुने मान्छेलाई जग्गा बाँड्छु भनेको भन्दा ठुलो बोल्ड, क्रान्तिकारी, प्रगतिशील जे भनौँ त्योभन्दा ठुलो काम के थियो? केही पनि थिएन। गिरिजाप्रसाद कोइरालाले 48 सालमा सरकार चलाएको बेलामा जतिखेर नेपालको ढुकुटीमा जम्मा 12 अरब रुपियाँ जम्मा राजस्व उठ्थ्यो, जहाँ अरबौं रुपियाँ विदेशी ऋण थियो, जहाँ नेपालीले उद्योग धन्दा कल कारखाना केही चलाउन पाउँदैन थिए, जहाँ नेपालीले पासपोर्ट बोकेर विदेशमा गएर रोजगारी गर्न पाउँदैन थिए, जहाँ नेपालीले न बिजुली उत्पादन गर्न पाउँथ्यो, न नेपालीले हवाईजहाज चलाउन पाउँथ्यो, न ब्याङ्क खोल्न पाउँथ्यो, न टेलिफोन कम्पनी खोल्न पाउँथ्यो, के पनि गर्न पाउँदैन थियो। त्यो बेलामा 3 वर्षभित्रमा नागरिकहरूलाई विश्वास गरेर उद्योग धन्दा चलाउने काम सरकारको होइन। चाहे बिजुली उत्पादन गर्ने कुरा होला, चाहे गाडी चलाउने कुरा होला, चाहे प्लेनको कम्पनी चलाउने कुरा होला, चाहे चाहिँ टेलिफोनको कम्पनी चलाउने कुरा होला, सबै ठाउँमा नागरिकलाई विश्वास गर्नुपर्छ भनेर नागरिकलाई विश्वास